नमस्ते सम्पूर्णमा। धेरै पछि आज भिडियो खिच्ने मौका जुर्यो। समय व्यस्त व्यस्त भइन्छ, काम गर्नु पर्यो हैन, त्यस्तै हो। अनि मेरो युट्युबलाई पनि कन्टेन्ट भइरहेको थिएन। युट्युबमा जम्मा सब्सक्राइबरहरू 200 जना जति हुनुहुन्छ होला लगभग। अनि मेरो युट्युबमा जोडिनु भएको छैन भने युट्युबमा जोडिनु होला। त्यहाँ पनि भिडियो राखिरहेको छु मैले। लङ लेन्थका अलि लामो भिडियोहरू चाहिँ त्यहाँ हुन्छन् र टिकटक र फेसबुकमा त छँदैछ है। अनि आज बिदाको दिन यसो बाहिर निस्काउन भनेर निस्कदै थिएँ। अनि हाम्रो नेपालमा अहिले गाउँ छोडेर बसाइ सर्नेको सङ्ख्या कति धेरै छ हैन। गाउँका घरहरू अलपत्र परिरहेछन्। त्यस्तै कोरियामा पनि त्यस्तै कुनै समय रहेछ। हिजो आज कस्तो छ थाहा छैन है। यहाँ कृषि क्रान्ति भन्दा अघिको समय हुन सक्छ यो चाहिँ हैन। ठ्याक्कै मैले मिसो पाएको छैन, तर हामी आएको लगभग 8 वर्ष भइसक्यो। यतिन्जेलसम्म पनि यहाँ पछाडि देख्न सक्नुहुन्छ यो घर हेर्नु कस्तो राम्रो भव्य महल छ। यो सायद कति वर्ष अगाडि बनेको होला हैन। यतापट्टि पछाडि पनि देख्न सक्नुहुन्छ, यतापट्टि यस्तो घर छ हैन। यी घरहरू पुरै खाली छन्। यी घरहरूमा मान्छे दैलो नखोलेकै लगभग 10 वर्ष प्लस भइसक्यो। अब हामी आउनुभन्दा अघि कहिलेबाट छोडेका घर हुन् हैन। मेटेरियलहरू राम्रो प्रयोग भएको जस्ता छन्। अहिले देख्न सक्नुहुन्छ यति राम्रो बाउन्ड्री छ, यति ठुलो भित्रको इन्डोर गार्डन छ, यति राम्रो छ हैन। यो बाउन्ड्री भित्र गार्डन छ। सायदै यो चाहिँ गाडीहरू यहाँ प्रचलित नहुँदै समयको घर हो भनेर कसरी अनुमान लगाउन सकिन्छ भन्दा यो गेट हेर्न सक्नुहुन्छ, यति सानो होचो गेट छ हैन। अनि यो कति धनाढ्य मानिसहरू थियो होला उति बेला हैन यो ठाउँका। यिनीहरू पनि सायद गाउँबाट बसाइसराई गर्ने क्रममा हामीहरू अहिले जसरी नै बजार भनेर बजारतिर सरिरहेका छौँ नि त, नजिकैको बजार एरियातिर बसाइसराई गरिरहेका छौँ, त्यस्तै गरी यहाँका मानिसहरू पनि बसाइ सर्ने प्रचलन रहेछ पहिला हैन। यो मेरो काम गर्ने ठाउँबाट धेरै टाढाको ठाउँ हैन, नजिकै हो यो। प्राय बजार गर्न हामी यतापट्टि आउने गर्छौँ। त्यहाँ हामी आइराख्ने पसल, त्यहाँ पर ठुलो रुख देख्नु भएको छ पर, त्यो ठाउँमा त्यहाँ पर एउटा सानो मार्ग छ। हामी त्यहाँ प्राय पसल सानो सामानहरू किन्न आउँछौँ। तर यो ठाउँमा देखिराख्नु भएको छ नि, यो पलतिर टहर जस्तो देखिरहेछ। यो ठाउँमा पनि पहिला पशुको उपचार गर्ने यो के भन्छ पशु औषधालय समथिङ र यो अरू हस्पिटलहरू रहेछ हैन। त्यसपछि पलतिर अरू सटरहरू छ। अनि यो घर हेर्नु न, पहिलाको समयमा यो अहिले प्राय कोरियनहरूको घर यस्ता हुँदैनन्। अहिले चाहिँ तपाईँको प्यानलको प्रयोग गरेर बनाइन्छ घरहरू। हाम्रो जस्तै डिजाइनमा हाम्रो नेपालमा बनाइन्छ नि, यो चाहिँ 2 तलाको घर छ। माथि रेलिङ सहित हैन, माथि चढ्ने भर्याङहरू अहिले हेर्दा पनि कस्तो दुःख लाग्छ हैन। यति राम्रा संरचनाहरू जसरी हामीले अहिले गाउँमा बुवाहरू हजुरबुवा पुस्ताले बनाएका पसिनाले सिन्चिएका संरचनाहरू यसरी अलपत्र छोडेर हिँड्नुपर्ने अवस्था छ। अहिलेको हाम्रो गाउँको परिस्थिति जस्तो छ, यो कोरियामा पनि कृषि क्रान्ति भन्दा अगाडिको समयमा यस्तो थियो भन्ने परिकल्पना गरिन्छ। किन भन्दा चाहिँ यसरी घरहरू छोड्नुको मतलब चाहिँ अहिले भर्खर चाहिँ यो ठाउँमा हामी काम गर्न लागेको 10 वर्ष हुँदैछ, 8 वर्ष भयो। अनि अहिलेको समयमा यो ठाउँमा बाटोहरू पिच छ। भर्खर यतापट्टि ब्याङ्क खुलिरहेछ हैन। यो पछाडि देख्न सक्नुहुन्छ यो ब्याङ्क हो। अनि बाटोहरूको सुविधा छ, बस बिसाउनेहरू नजिकै छ हैन। अहिले चाहिँ समय परिवर्तन भइसक्यो। अनि आएर गाडीहरू प्रशस्त छ। त्यति बेलाको समयमा पनि यतिको धनाढ्य व्यक्ति हुनु भनेको चाहिँ सानो कुरा होइन है। अहिले मौसम पानी पर्ला जस्तो छ, अँध्यारिरहेछ अनि हावा चलिरहेछ। मेरो साउन्ड कस्तो आइरहेछ मलाई थाहा छैन। त्यही पनि एउटा विषयवस्तु भेटेँ अनि भिडियो बनाउनु मन लागिहाल्यो। र यतापट्टि देख्न सक्नुहुन्छ यो ब्याङ्क ठ्याक्कै क्रस गर्दा बित्तिकै यी घरहरू पनि कहिलेबाट छोडिरहेका हुन् भन्ने नै छैन के, अनुमान गर्न सकिने नै छैन। यति रुग्ण अवस्था छ कि यिनीहरूको है। सटरहरू पहिलेदेखि लगाइरहेछ यी झ्याल ढोकाहरू हैन। यहाँ चाहिँ धेरै यो बोर्डहरू देख्न सक्नुहुन्छ, कहिले देखेका नि है। अनि यतापट्टि पनि छन्, कति पुराना घरहरू छन्।
कोरियामा यस्तै ठाउँमा को हुनुहुन्छ। पछिल्लो समयमा अहिले सुनसान भएको एरिया, तर पहिला चाहिँ यो ठाउँ बजार होइछ भन्ने चाहिँ हामीलाई थाहा हुन्छ, किनभने हामी पनि हाम्रो बुवा पुस्ताहरू, हजुरबुवा पुस्ताहरू बुटोल नुन लिन झर्दाको समयका बजारहरू अहिले सुक्खा छन् नि त। त्यसै गरी घरहरू छोडिरहेछ, त्यसै गरी यो ठाउँमा पनि यस्तो छ। अहिले देख्न सक्नुहुन्छ यति राम्रो संरचनाहरू छन्, तर कुनै पनि व्यवस्थित छैन, मान्छे छैन भनौँ न, खाली नै छ, एकदम रित्ता छन् यी संरचनाहरू। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ लुगा धुने ठाउँ रहेछ, सेतथाक भनिरहेछ। अनि यस्ता ठाउँहरू कति छन्, यिनी घरहरू लगातार यहाँ यो एरियामा धेरै छ। यो मान्छेले बसाइ छोडिसकेका घरहरू होइन। हामीले कोरिया विकसित ठाउँ यता त्यता त्यो भने पनि एउटा समयको एउटा अवधि हुँदो रहेछ, जति बेला मानिसहरू गाउँ छोड्न लालायित हुँदो रहेछन् र अनि अवसरको खोजी पनि होला सायद है। बजारतिर जाँदा अवसर धेरै पाइने, बजारतिर अलिकति सेवामुखी भएर भनौँ न, अब सेवा सुविधाहरू बजारमा टन्न पाइने भएको हुँदा पनि त्यतातिर मानिसहरूको अलिकति आकर्षण बढेको हुनसक्छ। अहिले जसरी नेपालमा हिजो आज त्यो चलन छ, त्यो समयमा कोरियामा पहिला यस्तो रहेछ। हेर्नु यहाँ पछाडि देख्न सक्नुहुन्छ, यो घरमा पनि हामी आएदेखि नै बसाइ छैन। यस्ता संरचनाहरू कति छन् यो ठाउँमा है, लगातार घरहरू छन्। र अहिले भने यति राम्रो भइरहेछ कृषिको आधुनिकीकरणसँगै। अब वैदेशिक, अब हामी वैदेशिक कामदारहरू आएका छौँ होइन। यसरी मानिसहरू बसोबास बढिरहेछ, कृषि गर्ने जमिनहरू एकदमै बढिरहेछ। यो ठाउँमा खाली जग्गाहरू राख्न नपाइने भन्ने यता त्यता के नियम छ होइन, टन्न नियम छन्। धेरै छ अहिले परिवर्तन। र एउटा क्षण हुँदो रहेछ, जसरी हामीले गाउँतिरका हामीले छोडिसकेका संरचनाहरू, घरहरू देखेर जस्तो ओहो यति राम्रो घर हाम्रा बुवा आमाहरूले, हाम्रा हजुरबुवाहरूले कति दुःखले बनाउनु भएको थियो, यस्तो भनेर दुःख मान्छौँ नि त। अहिले हिजो आज टिकटकका क्लिपहरूमा आइराखेका हुन्छन्, हाम्रो बुवाको मेहनत यसरी छोडेर हिँड्नु पर्यो भनेर आँगनमै झार पलाइरहेका संरचनाहरू यता त्यता। अहिले त्यहाँ परको घर हेर्दा त्यस्तो लाग्दैन तपाईँलाई? घरभित्रै रुखहरू त्यति ठुला पलाइरहेका छन्, त्यति राम्रो संरचना त्यति बेला बनाउन सक्ने भनेको एकदमै राम्रो धनाढ्य व्यक्ति हुनुपर्छ यो ठाउँको है। र पनि छोडेर जानु बाध्य भए। ठिक छ, छोड्नु सबैलाई पर्छ, जिन्दगी 2 दिनको हो होइन। सधैँ बाँचिरहन पनि सकिन्न, तर समय अनुसार स्थान परिवर्तन गर्नु मान्छेको सायद कसैको बाध्यता होला, र कसैको चाहिँ कसैलाई चाहिँ अवसरको खोजी भनौँ होइन, त्यो हुनसक्छ मेरो विचारमा होइन। अहिले यतापट्टि देख्नु भएको यो चाहिँ पेट्रोल पम्प हो है। यसै गरी म चाहिँ यता जाँदैछु, यतापट्टि एरिया देख्न सक्नुहुन्छ। यो ठाउँमा पहिला भुँगुरका फर्महरू थिए, अनि अहिले चाहिँ खाली छ, अहिले चाहिँ सबै रित्ता छ अहिले होइन। यस्तै छ कोरियाको अवस्था स्थिति, जस्ताको तस्तै जानकारी गराउँछु। भिडियो मनपर्छ भने मलाई लाइक, सब्सक्राइब, कमेन्ट, सेयर के गर्नुहुन्छ सबै गरिदिनु होला। र कुन विषयमा भिडियो बनाउँदा ठिक हुन्छ, के कसो गर्दा ठिक हुन्छ, त्यो कुरा पनि सुझाव दिनु होला। मैले गजल मुक्तकहरू, आफ्नै सिर्जनाहरू सकेसम्म अरूका सिर्जनाहरू वाचन नगरौँ भन्ने हिसाबले आफ्नै सिर्जनाहरू वाचन गर्ने कोसिस गरिरहेको छु। त्यो प्रयास कस्तो छ त्यो विषयमा पनि कमेन्ट गरिदिनु होला। र यही भन्न चाहन्छु, हामी अहिले गाउँ छोड्दैछौँ, घरहरू खाली हुँदैछन् भनेर जसरी एकदम दुःख व्यक्त गरिरहेका छौँ, हुन दुःख लाग्छ हामीलाई। हामी अहिलेका छोरा पुस्ताले जसरी अलिकति धन आर्जन गरिसकेपछि बुवा आमालाई सुख दिने नाउँमा जसरी गाउँ छोडेर सहरमा सराइरहेका छौँ होइन, त्यो एक हिसाबले भन्नुपर्दा राम्रो पक्ष त पटक्कै होइन। किन होइन भन्नुहुन्छ भन्दा गाउँ खाली हुँदैछ, गाउँमा मान्छेहरू छैन होइन, एकदमै दुःखदायी अवस्था छ गाउँमा, मलाई पनि छैन होइन। र वास्तवमा त्यही दुःखद कारणले गर्दै हामीहरू गाउँ छोड्नु बाध्य छौँ। र आशा गरौँ यसरी नै फेरि रेभोल्युसन हुन्छ, परिवर्तन आउँछ, आधुनिकीकरण हुन्छ कृषिमा या व्यवसायमा, र
र यसरी नै अहिले हामी जसरी यही ठाउँमा आएर हाम्रो परिवार धान्न सक्ने ठाउँमा पुगेका छौँ, त्यत्रो क्षमता हाम्रो बनेको छ भने कसो नहोला, हाम्रो नेपालीहरूको भाग्यमा पनि सधैँ त्यस्तै दुःख पाउने त लेखा छैन पक्कै होइन। त्यही भन्न चाहन्छु, जे होस् विदेशमा छौँ, आफ्नो समय अनुसार आफ्नो समय अनुकूल मिलाएर सकेसम्म तपाईहरुलाई पनि एउटा हिसाबले आफूले देखे जानेको बुझेको कुराहरू जानकारी दिने प्रयास गरिरहेको छु। यति भन्न चाहन्छु र मेरो कन्टेन्टहरू आइराखेका हुन्छन्। मैले आफ्नो समय मिलेसम्म भिडियोहरू अपलोड गर्छु। तपाईहरुलाई मनोरञ्जन तथा जानकारी दुवै दिने कोसिस मबाट हुन्छ। साथ दिँदै गर्नु होला, माया नमार्नु होला। अहिलेको वान टेक क्लिप भिडियो एडिट नगरी राख्छु। अस्ति एउटा भिडियो थियो पैसावाला साथी भन्ने, तपाईले हेर्नु भएको छैन भने हेर्नु होला। त्यो पनि वान टेक क्लिप थियो। त्यस्तै यो भिडियो पनि एडिट नगरी जस्ताको तस्तै राख्ने छु। एडिट गर्नु पनि एउटा काम हुन्छ, फेरि काम बढिहाल्छ नि त। सकेसम्म भिडियो क्लियर होस्, आफूलाई पनि सजिलो होस् भन्ने हिसाबले हो। बस बिसाउनेमा आएँ, बस कुर्छु, बसमा चढेर क्याफे जान्छु। त्यहाँबाट अलिकति गजल मुक्तकहरू वाचन गरेर त्यहाँको कन्टेन्ट पनि राख्छु। यति भन्न चाहन्छु, माया गरिराख्नु भएको छ, माया गर्दै गर्नु होला। 200 जना भनेको नि मान्छे कम होइन, 200 को सब्सक्राइब छ युट्युबमा। मेरो फेसबुकमा फलोवर 3000 हुनुहुन्छ। 1000 ले त सब्सक्राइब गरिदिनु न है त। ल यति भन्दै अहिलेको लागि बिदा हुन्छु। धन्यवाद।